कङ्ग्रेसको 14औं महाधिवेशनमा तपाईँको भूमिका के हो, तपाईँको हैसियत के हो, तपाईँको उम्मेदवारी के हो? मैले त अस्ति पनि भने फेरि विवादमा पारिसकेँ। मेरो भेरी सिम्पल फन्डा छ। म अब साथीहरूसँग सल्लाह गर्छु होइन, मेरो त सिनियर दाइहरू हुनुहुन्छ नि, म त्यस्तो एम्बिसियस हो तर त्यस्तो धेरै एम्बिसियस पनि छोटोमा हो। मेरो चाहिँ सबै सिनियरहरूलाई म आग्रह गर्छु, रिक्वेस्ट गर्छु, माग्न त पाइन्छ नि त, माग्न पाइन्छ नि त। मेरो टिमको नेताहरूसँग भन्छु, स्पेसली म शेखर दाइलाई नै भन्छु, गिडाउँछु, मलाई दिनु पऱ्यो भन्छु होइन। अब युधिष्ठिरको कुकुरको कथा तपाईँलाई थाहा होला नि त होइन, 5 पाण्डव होइन प्लस चाहिँ द्रौपदी र कुकुर 7जना स्वर्ग जाँदाखेरि पछि चाहिँ माथिबाट भगवान्ले आएर सोध्नुभयो होइन, यो कुकुर त लान पाइँदैन नि त स्वर्ग भनेपछि उहाँले चाहिँ कुकुर बिना जान्न भन्नुभयो नि। यहाँलाई याद होला नि, तर त्यो कुकुर नै भगवान्को रूप रहेछ क्या। अनि उहाँ कुकुरसहित स्वर्ग जानुभयो। अस्ति चन्द्र भण्डारीले उदाहरण दिनुभएको यसले दिएको लेसन के हो भने, यसले भन्न खोजेको के हो भने, तिमीले अन्डर एस्टिमेट नगर है कसैलाई पनि। हरेक मान्छेका भावनाहरू महत्त्वपूर्ण हुन्छन् नि। तिम्रो कोही गुलाम होइन, त्यो कुकुर तिमीप्रति इमान्दार थियो। त्यो जनावर कुकुर भए पनि तिमीले त्यसलाई माया गरेको कारण तिमीलाई स्वर्ग पुर्याइयो भने जस्तै अब हाम्रा सिनियर दाइहरूले हामीलाई त्यो कुकुरको पनि हैसियत दिनु भएन भने